साथीहरू, आजको काम चाहिँ मेरो यो थियो र यो फुललाई चाहिँ अस्तिदेखि स्याहार्छु भनेर सोचिरहेको थिएँ। अनि आज चाहिँ मल ल्याएर मजाले मल लाएँ है अर्किडलाई, किनकि फुलेको बेलामा त पुरै मेरो माटो सुकिसकेको थियो, यो मल सुकिसकेको थियो र पत्करहरू ल्याएर मैले काटेर हालेको थिएँ अस्तिको पालीमा र यो फुल्नुभन्दा अगाडि बनाएको थिएँ र अहिले चाहिँ भर्खर मेरो फुलहरू फुलिरहेको छ र यसलाई चाहिँ अलिकति गाईको मल मिक्स गरेर पुरानो मलसँग हाल्दैछु है। अनि फुललाई मजाले स्याहार्दैछु। मलाई यो फुल स्याहार्दाखेरि धेरै खुसी पाउँछु है। अनि आफूलाई गर्व गर्छु कि फुलदेखि पनि म खुसी पाउँछु भनेर है। किन खुसी चारैपट्टि हुँदैन नि त। जे आफूलाई काम लाग्छ, जे आफूले काम गर्छ त्यसमै खुसीले रमाएर काम गर्नुपर्छ, तब आफ्नो मन लाग्छ नि त होइन। र मलाई ठुल्ठुलो कुरामा त खुसी मिल्दैन, यस्तै सानो सानो कुरामा धेरै खुसी लाग्छ। यो फुललाई त हामीले सधैँभरि स्याहारेर फुलाउँछौँ है। र हामीलाई त आमा बाउले त झन् सानोदेखि हुर्काएर बढाएर पढाएर र ठिक्कै आमा बाउलाई साथ दिने बेला चाहिँ ठिक्कै फेरि अर्काको घर जाने बेला हुन्छ। हेर्नुहोस् न फुल कस्तो दामी फुलेको छ। मलाई त यो फुल फुलेको देख्दा कोही बेला त भोकतिर्कै लाग्दैन, फुल हेरिरहूँ जस्तो लाग्छ। तर यसपालि त मेरो फुल कम्ती छ, फुलै छैन, सबै सकेको छ। मैले यसपालि धेरै फुल कलेक्सन गर्न पाइनँ, रोप्नु पनि पाइनँ है। अनि यसपालि चाहिँ एकदमै कम्ती छ, नत्र भने मेरो घरमा धेरै फुलहरू फुलाउँथेँ, ढकमक्कै फुलहरू हुन्थ्यो। यसपालि त छैन। र घाम पनि मजाले लागेको छ आजको दिनमाथि। अनि मेरो आज यही कामहरू गरेँ, घरको काम है। घरमा बसेर के काम भन्छ, तर यो पनि कामै हो हाम्रो लागि। नानीहरू स्याहार्नु, लुगा धुनु र फुल रोप्नु पनि कामै हो नि त। किनकि घरमा फुल फुलेको छैन भने कति अँध्यारो हुन्छ होइन। मान्छेको जीवनमा पनि खुसी छैन भने कहिलेकाहीँ हाम्रो जिन्दगी अँध्यारो भएको जस्तो लाग्छ। म यो फुल फुल्दा धेरै मलाई खुसी मिल्छ, तर कहिलेकाहीँ त डर लागेर आउँछ। यो खुसी पनि कतै कसैले छिनिदिन्छ कि भन्ने डर लागेर आउँछ। के गर्ने, आजको दिन यसरी बित्यो र भोलिको दिन कसरी बित्ने र भोलि नै थाहा हुन्छ। र हाम्रो मान्छेको जीवन पनि यस्तै हो। आज जसरी बितायौँ भोलि कसरी बित्छ भने कसैलाई थाहा छैन।